सुनसरीमा भइरहेको अहिलेको घटनाको सन्दर्भमा प्रमुख राजनीतिक दलहरू सबै एक ठाउँमा बसौँ, एउटा साझा दृष्टिकोण बनाऊँ भनेर सर्वदलीय बैठकको आह्वान गर्नुभएको हो। हामीले सबैभन्दा पहिला त राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यन्त समयमा प्रमुख दलको हैसियतबाट सबै राजनीतिक दलहरूलाई एक ठाउँमा बोलाउने कुराको जुन पहल कदमी लिनुभयो, यसका निम्ति आभार प्रकट गरेका छौँ। वर्षौँदेखि नेपालको नागरिकहरूले, नेपालको समुदायले साझा प्रयत्नबाट आर्जन गरेको पुँजी हो। यो पुँजीलाई हामीले जोगाइराख्नुपर्छ र यसका निम्ति कसैले पनि आवेगमा, उत्तेजनामा नआइकन धैर्यता र संयमताका साथमा संवाद गर्नुपर्छ भनेर आह्वान गरिरहेको कुरा र यसका सार्वजनिक आह्वान मात्र होइन, हामीले हाम्रो पार्टीका साथीहरू, पार्टीबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरू प्रत्येकलाई व्यक्तिगत रूपमै टेलिफोनबाट संवाद गरेर सानसानो बैठक राख्न लगाएर यो कुराहरूको सम्प्रेषित गरेको कुराको जानकारी पनि गरायौँ र अरू दलले पनि यही कुरा गरि नै राख्नु भएको छ। हामी आफ्नो दलले गरेको प्रयत्नलाई साझा प्रयत्न बनाऊँ र आज हामीले सामूहिक रूपमा यहाँबाट सबै नागरिकहरूलाई, सबै स्थानीय राजनीतिक कर्मीहरूलाई, प्रशासनलाई, प्रेसलाई सबैलाई आह्वान गरौँ भन्ने एउटा हाम्रो पार्टीको तर्फबाट यो धारणा राखेका छौँ।